सो आज चाहिँ म तपाईहरुलाई यो साउथ कोरियाको इन्टेक्सको बारेमा एक्सप्लेन गर्न गइराखेको छु है। सो साउथ कोरियामा चाहिँ कतिवटा इन्टेक हुन्छ? साउथ कोरियामा बेसिकली दुईटा इन्टेक हुन्छ फर एनीवन डुइङ अन्डर ग्रेजुएसन डिग्री अर मास्टर्स डिग्री है। एउटा मेजर इन्टेक भनेको चाहिँ मार्च इन्टेक हुन्छ हैन, अर्को इन्टेक भनेको सेप्टेम्बर इन्टेक हुन्छ। सो यो कुरा चाहिँ तपाईहरुले मजाले ध्यानमा राख्नु पर्यो है। सो मार्च इन्टेकको लागि काम कहिले सुरु हुन्छ? सेप्टेम्बरदेखि सुरु हुन्छ है। सो यो भन्दा अगाडिको इन्टेक सकिने बित्तिकै मार्च इन्टेकको काम सुरु हुन्छ। सो के हुन्छ त? सो जहिले पनि फर्स्ट थिङ तपाईले बुझ्नुपर्ने भनेको युनिभर्सिटी एप्लिकेसन हैन। सो युनिभर्सिटी एप्लिकेसन्स बुझ्नुपर्ने हुन सक्छ तपाईहरुले फर्स्ट है। सो युनिभर्सिटी एप्लिकेसनमा चाहिँ के हुन्छ भन्दाखेरि जहिले पनि कोरियाले चाहिँ मल्टिपल राउन्ड्समा युनिभर्सिटी एप्लिकेसन गर्छ है। सो जहिले पनि उसले चाहिँ जस्तै फर्स्ट राउन्ड अफ युनिभर्सिटी एप्लिकेसन हैन, फर्स्ट राउन्ड भनेको चाहिँ एउटा निकाल्छ, त्यसपछि सेकेन्ड राउन्ड एप्लिकेसन निकाल्छ, त्यसपछि थर्ड राउन्ड एप्लिकेसन निकाल्छ है। सो यो फर्स्ट राउन्ड एप्लिकेसन चाहिँ युजुअली फर मार्च इन्टेक यो चाहिँ सेप्टेम्बर इन्टेकमै सुरु भइसकेको हुन्छ है। सो तपाईहरुले के बुझ्नुपर्छ भन्दाखेरि फर्स्ट राउन्डको लागि चाहिँ एप्लिकेसन्सहरु कहिले सुरु हुन्छ भन्दाखेरि यो चाहिँ सेप्टेम्बरमै सुरु हुन्छ है। सो सेप्टेम्बरदेखि अक्टोबर, युजुअली अक्टोबरसम्म चाहिँ तपाईहरुको फर्स्ट राउन्डको एप्लिकेसन गइसकेको हुन्छ हैन। सेकेन्ड राउन्डको एप्लिकेसन चाहिँ के हुन्छ भन्दाखेरि अक्टोबरदेखि नोभेम्बरसम्म हुन्छ है। सबैको सेम हुँदैन तर बेसिकली चाहिँ यस्तै लाइनमा गइरहेको हुन्छ। त्यसपछि डिसेम्बर जानमा चाहिँ फाइनल राउन्डको एप्लिकेसन हुन्छ है। सो अर्को तपाईले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि सो नेपालको केसमा चाहिँ है, सो नेपालको केसमा चाहिँ के हुन्छ भन्दाखेरि युनिभर्सिटी एप्लिकेसन भयो हैन। जस्तै फर्स्ट राउन्डमा चाहिँ तपाईको 70 जनाको एप्लिकेसन गयो हैन एउटा युनिभर्सिटीमा। त्यो भनेपछि के भयो भन्दाखेरि अब 70 जनाले अप्लाई गर्यो है। त्यसपछि तपाईहरुले अर्को बुझ्नु पर्ने कुरा भनेको चाहिँ काउन्सिलर भेरिफिकेसन भन्ने हुन्छ है। काउन्सिलर भेरिफिकेसन भनेको चाहिँ कोरियन एम्बेसी नेपालमा गएर चाहिँ तपाईहरुले आफ्नो डकुमेन्ट्सहरु चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ हैन। सो काउन्सिलर भेरिफिकेसनको डकुमेन्ट भेरिफाई गर्नको लागि चाहिँ तपाईहरुले कोरियन एम्बेसीले दिएको एउटा वेबसाइट छ हैन, त्यो वेबसाइटमा गएर चाहिँ तपाईहरुले डेट बुक गर्नुपर्छ है। त्यो डेट बुक गर्न सिस्टम चाहिँ एकदमै